हत्तपत्त तपाईको तारिफ गर्न मान्छे मन पराउँदैन, हत्तपत्त तपाईलाई मोटिभेट मान्छेले गर्दैन, सकेसम्म डिमोरलाइज गराउने कोसिस गर्छ। सकिनस्, भइनस्, हुँदैन, देखिएन, ठिक छैन, भएन, छ्या भन्नेहरुको हुलमा तपाई आफूसँग चाहिँ त्यो एउटा मान्छे हुनुपर्छ आफै भित्र कि यस यु आर स्पेशल, यु हैव दैट क्यापेसिटी, तैले केही गर्न सक्छस् है, त अरु जस्तो होइनन्, तसँग क्षमता छ भन्ने कुरा चाहिँ आफूलाई इन्स्पायर गर्न आफ्नो मनभित्र राखिरहनु होला। त्यसले तपाईलाई काहीँ न काहीँ पुर्याउँछ। कुनै एउटा विषयमा तपाई कमजोर बन्न सक्नुहुन्छ होला, तर यो संसारमा मान्छेले गर्नुपर्ने, गर्न पाउने कयौं विषयहरू छन्। कि कुनै न कुनै विषय चुज गरेर तपाई त्यसको स्पेशल बन्न सक्नुहुनेछ। अब त्यो पनि छोड्दिनुस्। एउटा असल मान्छे बन्न त जो पनि सक्छ, र असल मान्छेले कहिले दुःख पाउँदैन। दुःख पाए जस्तो होला केही समयलाई, तर अन्ततोगत्ता उसले दुःख पाउँदैन। एउटा पोइन्टमा पुगेर असल मान्छेले दुःख पाउँदैन। एउटा भनाइ छ नि, एभ्रिथिङ विल बी अल राइट एट द एन्ड, इफ इट्स नट अल राइट इट्स नट द एन्ड। Just wait for the end. You know, Bisanola. Everything will be all right at the end. And if it's not all right, it's not the end. Thank you, everyone. Thank you so much. Thank you. One more, फेरि पनि एउटा रिक्वेस्ट, आजको यो भेटघाटलाई यसलाई कुनै पनि ढंगले यसलाई कमर्शियली यसको सदुपयोग दुरुपयोग उपयोग नगरिदिनु होला। तपाईको र मेरो यो एउटा यस्तो मोमेन्ट हो, कुनै दिन तपाईलाई गर्व लाग्ने मान्छे बन्न सकूं कि कुनै दिन तपाई टेलिभिजनमा या समाचारमा कहीं हेरेर भन्न सक्नुहोस् कि यो मान्छे हामी कहाँ एकपल्ट कलेजमा आएको थियो, हामीले भेटेको थियौं नि भनेर तपाईले गर्वले आफ्नो परिवारलाई भन्न सक्नुहोस्। म त्यो मान्छे बन्न चाहन्छु। थ्यांक यू।